हेलो साथीहरु, शिवा अनि नमस्ते सबैजनालाई वेलकम छ मेरो भिडियोमा। अनि आज चाहिँ मैले बनाएको थिएँ खिर अनि अचार अनि यस्तो टेस्टी भएको थियो, टेस्टी। अनि के साथीहरु, म अल्छी लागेर चुप्प लागेर बसिरहेको हुन्छु, भिडियो त हेर्छु हैन, टिकटकहरु हेरिरहेको हुन्छु। त्यतिबेलै आउँछ के मेरोमा थरीपरीको खानेकुराहरु। अनि मैले नबनाइकन मेरो मनले मान्दैन। जबसम्म त्यो म उठेर गएर बनाएर खादिन तबसम्म मलाई चित्त बुझ्दैन। अनि मलाई बाध्य लाग्छ, मलाई आफैलाई बाध्य बनाउँछु, म गएर बनाएर खान्छु। अनि गएर म त्यही भिडियो हेर्दै म फटाफट बनाइ निकाल्छु के साथीहरु, के गर्ने हैन। मलाई चाहिँ अनि फेरि मलाई के बनाउनु छ म त्यो सबै सहायता चाहिँ म टिकटकबाटै लिने हो है। कसको भिडियो हेर्छु म है, कति धेरै भिडियोहरु हेरिरहन्छु। चटपटे खिर अनि बिरयानीहरु बनाएको, पुलाउहरु बनाएको म भिडियो टिकटकमै हेरेर म सबै सिक्ने हो है साथीहरु। मलाई आफैलाई बनाउन चाहिँ आउँदैन। मतलब मैले बनाएँ भने जसरी मिठो बनाएको छु त्यस्तरी चाहिँ मिठो बनाउन सक्दिनँ होला, किनकि मैले टिकटकमा हेर्यो भने चाहिँ त्यो मान्छेले के हालेको छ, त्यो हालेको छ, त्यो सबै म खोजेर जुटाएर बनाउँछु। त्यस्तै हो। अनि मलाई यो अचार चाहिँ मैले कसैको नहेरे पनि म बनाउन सक्छु आफै। खिर पनि मैले कसैको हेर्न पर्दैन, किनकि मेरो मम्मीले पहिल्यैबाट घरमा बनाई गर्नुहुन्थ्यो कि यो खिर चाहिँ धेरै बनाउनुहुन्थ्यो, त्यही भएर मलाई आउँछ।